So hello and good morning everyone. It's me Krishna Thapa. Here is my another vlog. So आज after long time है vlog start भइरहेछ. So अब धेरै ब्रेक लाउँदै चलिरहेछ हैन. त्यसपछि आज चाहिँ अब अचानकै भन्नु पर्यो मेरो लागि चाहिँ सो पिकनिक प्लान भएर चाहिँ सो हामी चाहिँ जाँदै सिन्धुपाल्चोक सुकुटे बीच गरे. सो फर्स्ट टाइम हैन सिन्धुपाल्चोक चाहिँ अब यिनीहरूलाई चाहिँ फर्स्ट टाइमै भन्नु पर्यो. सो अहिले चाहिँ गाडीमा छौँ हामी. अब गाडीमा जाने अब मान्छे धेरै हुन्छ जस्तो छ. सो हाम्रो दिदी आज चाहिँ विशेष केही होला जस्तो आश छ रमाइलो होइन. सदाबार भन्दा चाहिँ केही चेन्ज हुन्छ कि भन्ने सोचिरहेको छु. सब यहाँबाट चाहिँ लोकेसन स्टार्ट हुन्छ हाम्रो होइन. लोकेसन पनि कति टाढो छ स्टे ट्युन. यो चाहिँ हाम्रो पहिलो टिम है. ए कान्छो ए चाचा संस्कारी छैन एकदम संस्कारी कान्छे. हाम्रो पहिलो टिम कान्छे यता छिन्. झोला यिनले अब यिनको झोला सुरु भइहाल्यो है. सो नावेर भाटबाटे नि होइन. अनि यहाँबाट अब सामानहरू किन्नु चलिरहेछ. यो हाल्नु यो भन्दै त्यो अर्को यो पनि हाल. त्यो प्लास्टिक पिरो हो कि एउटा हाल्नु त्यो पनि नर्मल के गर्नु. ओके सो यहाँ चाहिँ अब हाम्रो किनमेल चलिरहेछ होइन. भिडियो गरिरहेको छु यहाँ. धुलिखेल 5 खाल 35 किलो भन्ने ठाउँमा चाहिँ हामी छौँ होइन. अहिले चाहिँ भर्खर यहाँ चाहिँ गाडी रोकेर अब खाजासाजा खाने प्लान छ. खाजा खाइसकेपछि यहाँबाट निस्किने हामी. धुलिखेलमा अहिले धुलो बेसी भयो भने के भएन राम्रोसँग देखिरहेको छैन क्या. आँखाले हेर्दा चाहिँ गजब लागिरहेको थियो. गाडीहरू त अलिक डिफ्रेन्ट छ होइन. ल बिकेन सर पाले पाला त्यसैमा उड्किने. यही हो त हामी आउनु खोजे. गाडी हेर्दा बाटोभन्दा माथि बाहिर पुगेको छ.
सो होइन आजको त्यो स्विमिङ रमाइलो पछि विशेष है यो चाहिँ बगिरहेको चाहिँ भोटेकसी होइन यो चाहिँ रिसोर्ट एरिया यता पनि रहेछ त यसैको हो सो धेरै परसम्म गएर चाहिँ सो हामी चाहिँ यहाँदेखि चाहिँ बाहिर निस्किएको छैन निकै थियो अब चाहिँ निस्किनुपर्छ यहाँबाट बाहिर त्यो सर राउन्ड हान्नुपर्छ पुरा अनि त्यसपछि हेरौँ न र मौसम चाहिँ अति चिसो गरिरहेको छ कि आजको चाहिँ चिसो होला जस्तो पाराले सो अब चाहिँ कान्छा र मेरो फोटो सेसन एकछिन है सो ओके होइन अहिले चाहिँ हामी रिभर साइड ठ्याक्कै रिभरकै साइडमा छौँ है ओमा त्यो चाहिँ भोटेकोसी यहाँ चाहिँ अब ऱ्याफ्टिङ पनि खतरा चल्छ है किरो बनाउँछ कि फेरि सो ओके गुड मर्निङ एभ्रिवान इट्स मी अगेन अनि आज चाहिँ अब हामी चाहिँ बिहान भइसकेको छ होइन सो हामी चाहिँ अब खाजा भनौँ न ब्रेकफास्ट खाइसक्यो अनि त्यसपछि अब एकछिन अब रेस्ट गर्ने त्यसपछि सायद निस्किन्छौँ होला राफ्टिङ गर्ने चाहिँ कुरो चलिरहेको थियो सो त्यो चाहिँ आज हुँदैन कि जस्तो छ उपालचोक होइन सुकुटे बिच सो नेक्स्ट टाइम चाहिँ अब राफ्टिङ पक्का हुन्छ भन्ने आशा छ है सो फर्स्ट टाइम अहिले चाहिँ नहुन्न जस्तो भयो त्यति मौसम पनि खासै राम्रो छैन क्या चिसो छ यो मौसममा अलिक रिस्क पनि हुन्छ खोलामा डुब्यो भने सत्यनाश भइगयो है भएको एउटै ज्यान अनि त्यही भएर सो अहिले चाहिँ नगर्ने